होइन, म त छोरी मान्छे, म त पछि अर्काको घर स्याहार्न जानुपर्छ। यो मेरो आमा हो, म मान्छु, तर म आमालाई स्याहार्यो भने मेरो जिन्दगी जान्छ। नमस्ते, त्यसैले म आमा स्याहार्न सक्दिनँ। यही नहीं, अभी और सुनिए। मेरो त्यही तिम्रो मम्मीलाई सधैँ स्याहार भनेको त होइन नि त। एक हप्तामा चाहिँ यो कस्तो हुँदो रहेछ, एक हप्तासम्म हेरौँ भनेको क्या मैले। इल्बस त कच्छिन खादाम दिएको खतरनाक लोग सक्दैन क्या। एक हप्ता हेरौँ, अब औषधि दियौँ होइन, अनि औषधि दिएर अनि एक हप्ताभित्र कस्तो हुँदो रहेछ, भएन भने हस्पिटलले राखौँला होइन, त्यतिसम्म बस न भनेको क्या तिमीलाई। होइन, म त छोरी मान्छे, म त पछि अर्काको घर स्याहार्न जानुपर्छ। यो मेरो आमा हो, म मान्छु, तर म आमालाई स्याहार्यो भने मेरो जिन्दगी जान्छ। नमस्ते, त्यसैले म आमा स्याहार्न सक्दिनँ। मेरो पनि जिन्दगी हो, म पनि कुनै दिन केही हुन सक्छु, तर म बुझ्छु, तपाईँहरूले बुझ्यो हो, मेरो पनि पाल आउला आमा जस्तै हुने, तर मेरो दिमाग हुनुपर्छ के। पहिला पढ्नु छ, आफ्नो केरियर बनाउनु छ के। आमालाई स्याहारेर म यहाँ बसेँ भने त मेरो जिन्दगी त गयो त। यस्तो छोरीहरूलाई चाहिँ नि उँधो बगाएर उँभो खोज्ने खालको रहेछ कि कसो। बात तो सही है। उम्लिँदै तिन पात के भएको, ओत्नी चरेन दुताउँछ होला। खै कुरा भने कस्तो गर्छ, आफूलाई जन्म दिने आमालाई सारा चाहिएको बेलामा यस्तो जवाब दिन्छ। यस्तो होला त नि। यो भिडियोले चाहिँ मलाई साह्रै मन छुयो क्या, मन पनि साह्रो दुख्यो। यति साह्रो चाहिँ गर्नु हुँदैन है। म छेउमा भएको भए चाहिँ नि यस्तो मजाले थप्पड दिन्थेँ कि म। के बोले भाइ? अब के बोले? बोल्नु जान्दैन सामासँग भन्दै यति डरलाग्दो थप्पड दिन्थेँ। थैट के भएको यस्तो यो। शाबाश बेटा।